जोजोलप्पा तारेमाम सबैजनालाई हैन हजुरहरूले फोटो देख्नुभयो होला दुईटा ब्याकग्राउन्डमा कसको फोटो हो भनेर तपाईले चिन्नु त भयो होला कसले चिन्नुभयो कसले चिन्नु भएन होला चिन्नु त चिन्नु भयो होला एकजनालाई चिन्नु भयो होला हैन तीसजना साक्के जो हाम्रो प्रेजेन्ट कुमारी हुनुहुन्छ अब हामीले अब धेरै दिन उहाँलाई देख्न नपाउने भयो अब थोरै दिन मात्रै बाँकी छ अब आउने मङ्गलबारसम्म उहाँलाई हामीले एज अ कुमारी देख्न पाउँछौँ त्यसपछि हामीले अर्कै नयाँ कुमारी देख्न पाउँछौँ जो फोटोमा देखाइएको छु नि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो नयाँ कुमारी उहाँको नाम रहेको छ आर्या तारा साक्के हैन आर्या तारा साक्के हुनुहुन्छ जो हाम्रो नयाँ कुमारी हुनुहुन्छ उहाँको सिलेक्सन भइसकेको छ र हाम्रो जुन चाहिँ यो प्रेजेन्ट कुमारी हुनुहुन्छ तीसजना साक्के आज हैन उहाँ चाहिँ 11 वर्ष पुग्नु भइसक्यो रोयल कुमारी उहाँ चाहिँ 11 वर्ष पुग्नु भइसक्यो अब उहाँलाई चेन्ज हुने छ अब आउने मङ्गलबार महाअष्टमी दिनमा किन भन्दा पिरियड हुनु अगाडि नै चेन्ज गरिन्छ कुमारीहरूलाई हैन साक्के फ्यामिलीबाट मात्रै हुन्छ हाम्रो काठमाडौँको कुमारीलाई र ललितपुरमा भने चाहिँ बुद्धाचार्य र साक्के फ्यामिलीबाट कुमारी चुज गरिन्छ हैन यही मसिन्दरकै मैले भिडियो बनाएको थिएँ हैन अनि अर्को कुरा यही चाइल्ड एब्युज भन्नुहुन्छ धेरैजनाले यो भन्नुहुन्छ कुरा बुझेर मात्रै कमेन्ट गर्नु होला हैन मैले धेरैजनासँग म झगडा गरेको पनि छु कमेन्टमा टिकटकमा फेसबुकहरूमा हैन यो वर्ष नि जेन्जी आन्दोलनमा कुमारी रोएर जेन्जी आन्दोलनमा मान्छे मऱ्यो भन्नुभयो पहिलाको वर्ष नि कुमारी रपत खस्नु जो खसेर हैन पहिरो आएर मान्छे कतिजना मऱ्यो भनेर आरोप लाउनु भयो नि त कुमारीहरूलाई त्यो हुँदै हैन कसै कुमारीको कारणले त्यो हुँदै भएको हैन बुझेर मात्रै कमेन्ट गर्नु होला त्यो त्यसै भ्रम फैलाउने काम नगर्नु होला भन्न चाहन्छु म सबैजनालाई जो पनि हुनुहुन्छ यो पनि गुड न्युज पनि छ जो भरम फैलाउने मान्छेहरूसँग उहाँलाई गुड न्युज भयो नि त किनभने कि तीसजना साक्के चाहिँ हुने रहेछ नि त अब मङ्गलबार तर धेरैजनाको लागि त ब्याड न्युज हो नि त किनभने तीसजना साक्के भनेको धेरैजनाको फेभरेट भइसक्यो कतिजना क्यामेराम्यानहरू उहाँकै फोटो लिनको लागि भिडियो लिनको लागि उहाँको तस्बिर लागि कतिजना लाइन राखेको हुन्छ हैन त्यो हो नि त त्यही भएर फेक भएर भरम फैलाउने काम नगरौँ कसैलाई रेस्पेक्ट गरौँ सबैको हैन यही हो भन्न चाहन्छु म यही भिडियोको लागि म आएको थिएँ हजुरलाई मसिन्दरको लागि यही मङ्गलबार महाअष्टमी दिनमा हाम्रो कुमारी चेन्ज हुँदैछ हैन फोटो देख्न सक्नुहुन्छ तपाईँहरूले मेरो पछाडि ब्याकग्राउन्डमा हाम्रो प्रेजेन्ट कुमारी र अब हुने नयाँ कुमारीको है फोटो देख्न सक्नुहुन्छ हजुरले यही भिडियो तपाईँहरूले सबैजनालाई सेयर गरिदिनु होला जसलाई थाहा छैन जो नेवार नभइकन नेवारहरूलाई माया गर्नुहुन्छ कल्चरलाई माया गर्नुहुन्छ ननेवारहरू भए पनि हैन अनि जस सपोर्ट गरिदिनु होला मलाई पनि हैन भिडियो सेयर गरेर लाइक गरेर कमेन्ट गरेर यदि हजुरहरूलाई मेरो कुराले मेरो यो भिडियोले के शब्दले यदि हजुरहरूको चित्त दुखेमा माफी चाहन्छु हैन यति नै हो मेरो भन्न चाहने अरू के पनि छैन शुभ्या थ्याङ्क यू धन्यवाद सबैजनालाई